2082 फागुन 21 मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन मार्फत मुलुकमा एकल दलको स्पष्ट बहुमत सहितको सरकार बनेको छ। यसबाट मुलुकमा राजनीतिक, नीतिगत तथा प्रशासकीय स्थिरता कायम भई समृद्धितर्फको यात्रामा मुलुकले प्रगति हासिल गर्ने विश्वास लिएको छु। आदरणीय महानुभावहरू, मुलुकको समष्टिगत आर्थिक सूचकहरूमध्ये मूल्य, बाह्य क्षेत्र र वित्तीय सूचक हाल सन्तोषजनक अवस्थामा छन्। उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ। शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ। वित्तीय क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात केही बढेको भए तापनि आर्थिक गतिविधि थप चलायमान भएसँगै यसमा सुधार आउने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंक 2058 अनुसार समष्टिगत आर्थिक स्थायित्व कायम गर्न बैंकले मौद्रिक, बैंकिङ र विदेशी विनिमयसँग सम्बन्धित नीतिहरू समयानुकूल परिमार्जन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। मौद्रिक नीतिलाई तथ्य र नियममा आधारित बनाउँदै लगिएको छ। मौद्रिक नीतिको कार्यान्वयनमा सञ्चालन लक्ष्य, भारित औसत अन्तर्व्यङ्क दर र प्रमुख कार्यान्वयन संरचनामा ब्याज दर कोरिडोर कायम गरी मौद्रिक नीतिको कार्यान्वयन पारदर्शी र बजार अनुमान योग्य बनाइएको छ। पश्चिम एसियामा जारी भू राजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतार चढावले विश्व अर्थतन्त्र प्रभावित भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ। सन् 2025 मा 3.4% वृद्धि भएको विश्व अर्थतन्त्र सन् 2026 मा 3.1% र सन् 2027 मा 3.2% ले मात्र वृद्धि हुने कोषको प्रक्षेपण छ। यसैगरी पहिले नै कमजोर अवस्थामा रहेका र आयातमा निर्भर उदीयमान तथा विकासशील मुलुकहरूमा मुद्रास्फीतिको दबाव समेत रहने कोषले जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 को दोस्रो त्रैमासमा कुल गारस्थी उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.1% ले वृद्धि भएको प्रारम्भिक अनुमान छ। पश्चिम एसियामा सिर्जित भू राजनीतिक तनाव र यसका कारण इन्धनको मूल्य वृद्धि भएको र आपूर्ति श्रृङ्खलामा अवरोध पुगेकोले कृषि, पर्यटन, उद्योग जस्ता क्षेत्रमा गतिविधि सङ्कुचित भई अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिन्छ। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पर्ने सम्भावना रहेको छ। हालको अप्रत्याशित मूल्य प्रभाव अर्थात् प्राइस सक का बावजुद चालू आर्थिक वर्षमा औसत मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहने अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 को 8 महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति 2.1% छ।